Hello everyone, welcome back to my channel. New day, new vlog. अनि जापान सिरिजको डे 4 है। आज चाहिँ हामी कहाँ जाँदैछौँ त? उताको जस्तै नै साइजेरिया बर्गर किङ सँगै रहेछ। अब हामी चाहिँ मल जाँदैछौँ। आज चाहिँ घुम्ने भन्दा पनि सपिङ गर्ने, मल हेर्ने त्यस्तै प्लान छ। आयो हाम्रो ट्रेन आयो। ओके, आज चाहिँ यसले मलाई नयाँ ठाउँ घुमाउनु लाँदैछ अरे। फुल छ कि फुलको डाँठ मात्रै बाँकी छ, त्यहाँ गएर थाहा हुन्छ। यसले मलाई फुल हेर्नु लाँदैछ। यहाँको ट्रेनको सोफा चाहिँ ऊपर दामी छ है, एकदम बस्दा न्यानो हुने खालको छ। हाम्रोतिर त सो हामी चाहिँ फुल हेर्नु जाँदैछौँ। हेरौँ कस्तो छ, फुल छ कि छैन। लेट्स ट्राई मार्दै के जान्छ र होइन। म चाहिँ आज चप्पल लगाएको थियो, तेरो जुत्ता देखा चप्पल लगाएको साह्रो थाके जुत्ता लगाउन। हामी चाहिँ जापानमा ट्रेन चढ्दाखेरि चाहिँ मलाई सेम साथिन लाइन चढेको जस्तो, तर घरहरू चाहिँ क्युट सानो सानो कस्तो मजाको नेपाल भाइ दिने। अनि उपर सुनसान क्या घरहरू यति धेरै, तर मान्छेहरू चाहिँ नदेखिने, क्राउडेड छैन मान्छेहरू। घर मात्रै मान्छे चाहिँ छैन, सुनसान बस्ने जस्तो देखिने है, एकदम पिसफुल खालको छ। जापानको नेपाली दोकान, नेपाली दोकान चटपटे दोकान के खान्छ? चिकन कटलेट। ल हामी नेपाली मोमो चाउमिन खाएर जापानको गाउँ घुम्न आएको छौँ। यहाँनिर यस्तो दामी छ। भ्लग सुरु भयो अर्को बल्ल, घरबाट अहिले मात्र सुरु हुँदैछ मान्छेको भ्लगर। सो यहाँनिर फुलहरू राम्रो फुल्छ अरे, सो फुल हेर्न आएको हामी चाहिँ। बसको लास्ट स्टप चढेर कहाँ हो कहाँ, मलाई त भन्नु पनि आउँदैन यहाँको ठाउँको नामहरू। सो लेसी जाडो भएर ज्याकेट लगाएको अहिले चाहिँ मैले। यसरी फुल्दो रहेछ, यतै होला हौ। यहाँ विन्ड मिलहरू सबै देखाएको छ। कस्तो किराहरू कराएको नि, डर लाग्दो छ त है। म पनि त डराउँछु त। दुईटा कान्छीले जङ्गल मङ्गल पनि नछोड्ने जस्तो छ, नाच्दै आउँदैछ है एउटा। म चाहिँ जापानको जङ्गलभित्र छ है आज चाहिँ। हाइकिङै भनौँ न। यहाँ बसेर फोटो खिच्नु कस्तो दामी पानी रहेछ। ल के फुलहरू छ म अहिले देखाउँछु है त। एन्टिक सामानहरू है यिनीहरू त, हेर न एन्टिक सामानहरू रहेछ। यो रियल फुल हो, रियल मेरो पनि फुल कतिको छ। यस्तो पिसफुल ठाउँ रहेछ है। ल हामी यसरी घुमेर हिँडेर अब यता अर्को साइड जाँदैछौँ। मलाई चाहिँ यो ब्याम्बो ओभर दामी लाग्छ है, जापानी ब्याम्बोहरू चाहिँ। यो त रियल फुल हो, अनि यति नै फुलेको छ त। यहाँ एउटा दुइटा फुलाएर रहेछ, कति राम्रो फुलेको नि। यस्तो रहेछ, बारी रहेछ है, बारी। आज चाहिँ हामी यस्तो पिसफुल ठाउँमा, मन्दिर पनि रहेछ है। राम्रो छ, एकदम पिसफुल ठाउँ छ। मौसमले चाहिँ साथ दिएको है। के बनायामा यहाँ पार्क राम्रो खासुवा सिटीको आके बनायामा पार्क हो। यो कोइन पार्क कोइन हो। हाम्रो जापानिजले एक्सप्लेन गर्दैछ है, जापानिज टुरिस्ट गाइडले। त्यस्तो राम्रो रहेछ। ल यहाँनिर चाहिँ विन्ड मिल रहेछ। सो हामी विन्ड मिल हेर्न जाँदैछौँ। बहिनीले फोटो खिच्ने अरे विन्ड मिलमा। म चाहिँ मिस गर्दैछु यो फ्लावरहरूलाई।
फ्लावरको सिजनमा आउनुपर्ने रहेछ तर म चाहिँ सबै सिजन सकिएको बेला आएछु अगस्तमा चाहिँ नआउनु पर्ने रहेछ केही फुलहरू देख्नु नपाइने पातहरू चेन्ज भएको देख्नु नपाइने तर पनि एकदम ग्रिनेरी चाहिँ छ यहाँ हेर्नु न यो सनफ्लावर फिल्डरै खाली छ हो राम्रो देख्यो तिम्रो भिडियो यहाँ यता हेर कस्तो राम्रो देख्यो ल है मेरो बहिनीको टिकटक सुरु भइसकेको छ यहाँ यस्तो दामी रहेछ नहालैकन खिच्यो को धानबारी पनि घुमियो सनफ्लावर छैन रहेछ सो यो विन्ड मिलमा फोटोहरू खिचेर अब हामी चाहिँ फर्केको है गाडी चढ्न जाँदैछौँ फर्किँदैछौँ यहाँबाट चाहिँ धेरै टाढा जानुपर्ने हुन्छ सो सियो हामी चाहिँ एउटा प्लाजामा आएको छौँ अब यहाँ के पाउँछ यहाँ केही पाएन भने चाहिँ अर्को प्लाजा जान्छौँ यहाँनिर चाहिँ केएफसी डाइसो एभ्रिथिङ रहेछ मोन्स्टर गयो हामी चाहिँ काशीवा स्टेसनमा छौँ अहिले हामी चाहिँ सपिङ गर्दै भर्खर मल एउटा मल डुलेर अब अर्को मल यहाँ बस गरिरहेको चराहरू हेर्नुहोस् न ओ माइ गॉड मलाई नेपालको याद आएको त्यो दामी छ होइन मैले बिजुलीको पोल पनि चराहरू बसिरहेको छ यहाँ चाहिँ एउटा मान्छे बसिरहेको छ ल यहाँ चाहिँ 3 पोइन्ट्स एभ्रिथिङ 300 मा अनि एचएमएम अब अहिले हङकङमा एचएमएमहरू गइसकेको छ सो म चाहिँ एचएमएममा हेर्छु अनि स्टारबक्स एचएमएममा के पाउँछ है